ईश्वर ग्रन्थ भिडियो नम्बर 54। सत्य तीर्ता द्वापर युगमा थिएन, तर कलियुगमा दिन दुखी गरिबलाई हेप्ने दोष लगाउने हुँदै नभएको हो भन्ने भनाइ कलिमा यस्ता मान्छे छन्, तर गरिबहरू नआत्ते हो। ईश्वर भगवान छ, दुखीलाई उचित तरिकाले माया ममता दिन्छु। यो सभ्यता ज्ञान विवेक चरित्र नै नभएकाहरूले भन्छन् यो कलिको उग्र उदण्ड र दम्भले गर्दा हो। विधि नियम विधानले त ज्ञान विवेक सभ्य चेतन चरित्र भएका मानवलाई मानवताबाट बाहिर राख्छन्। जुन दैव ईश्वर नियतिले तिनीहरूलाई घृणा हेला तिरस्कार दोष लगाएको हुन्छु, तब मात्र सृष्टि नियम विधि विधान चल्छ। यदि गरिबलाई दोष दिने हो भने सबै युगमा 75% मानवता गरिब हुन्छन्। गरिबलाई दोष लगाउन पाइँदैन, गरिब पनि मान्छे नै हो। त्यसमा भएको सत्य विधि र नियमको विधानमा रहेर सभ्य चेतन ज्ञान विवेक नियम आचरण र शान्तिमा रहनु हो र सब चरित्र बन्नु हो। लर्ड ईश्वर सत्य फलवादेवी कान्छ पर्वत।